आफ्नै आइडेन्टिटी नै नहुने भयो क्या घरिघरि म माइला दाई जस्तो साउन्ड गर्छु विश्वमा फैलिएको पुलिसहरू जब सोध्छ नि माइलो डन कहाँ छ वान्टेड भनेर हो त्यही माइलो डन हो बुझ्यौ म से यस टु डेनमार्क पनि भन्दिनँ से नो टु डेनमार्क पनि भन्दिनँ होइन महावीरपुन टाइपको है म चाहिँ फेरि नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जे गर भन्ने सन्देश दिन्छु म। अरू भिटामिनहरू मासु भात मात्रै बिहान बेलुका त्यही मात्रै खाएर नि म आनन्दले बस्छु। फुलको बगैँचामा फेरि माया हो कि फुलको ढाड जति सबै निको हुन्छ अब यहाँ। A few moments later. कसरी रोक्नु भयो सबैलाई? हेलो गाइज मिस्टर के हियर। आज चाहिँ इस्टरको ब्रेक भएर बिहान काम भएन। इट वाज स्लो मर्निङ होइन। आज चाहिँ म लगभग 10-11 बजे उठेँ। अहिले चाहिँ उठेर म ओट्ससँग मेरो प्रोटिनयुक्त फर्स्ट मिल खाइरहेको छु। मैले भन्दा अगाडि चाहिँ तातो पानी खाइसकेँ होइन। आज चाहिँ म तपाईँहरूलाई नजिकैको पार्क लिएर जाँदैछु। तपाईँहरूलाई लिएर जान त सक्दिनँ तर म जान्छु। तपाईँहरू पनि भिडियो हेरेर रमाइलो गर्नुलाई त। उहाँ चाहिँ हाम्रो चटपटेवाले बहिनी हुनुहुन्छ। एकदम भव्य सुवासै परेको लतक्कैवाला चाहिँ लतक्कै होइन लतक्कै भन्नुपर्छ भनेर चाहिँ चटपटे यो अमेलो पिरो हजुरको चस होइन चुवासै स्वाद आउँछ कि त्यसरी आउँछ। हाम्रो चटपटे खाना आउनुभएको ग्राहक हुनुहुन्छ एकजना। उहाँलाई चाहिँ भैया वोवाला बनाइदिए न वोवाला भनेर यस्तो पछाडि कोट्याएर बनाएपछि मात्रै चित्त हुन्छ उहाँले चाहिँ। So guys, we are all set to go. चाहिँ हामी एकछिन पार्कमा सबैजना रमाइलो गर्न निस्किँदैछौँ। अहिले चाहिँ इस्टर ब्रेक चलिरहेको छ। आजको इस्टर ब्रेकको चाहिँ पहिलो दिन आज थर्सडे हो। लिटल मर्मेड जाँदाखेरि चाहिँ हावा सरर चलेर चाहिँ खासै पार्कमा बसेर खाना पनि पाइएन होइन। हामी विदेशमा बस्नेहरूलाई चाहिँ फेरि जब छुट्टी हुन्छ अलिअलि जब घाम लाग्छ त्यतिखेर दसैँ आउँछ हो कि होइन भन्नु तपाईँ नि? हो त्यो त। किनभने जतिखेर दसैँ हुन्छ त्यतिखेर चाहिँ सबै हाम्रो भर्खर लाग्छ। यस चैते दसैँ भने पनि भदौरे असोजे कात्तिके जुन दसैँ भने पनि हामीलाई चाहिँ छुट्टी भएकोलाई घाम लागेपछि र छुट्टी भएको बेला हुन्छ। अहिले चाहिँ इस्टरको ब्रेक चलिरहेको छ। त्यही भएर चाहिँ हामी चाहिँ आज एकछिन पार्कमा बस्ने। यो चाहिँ पब्लिक पार्क हो। हाम्रो घरबाट एकदमै लगभग 500 मिटर जतिको दुरीमा रहेको पार्क हो। यहाँनिर चाहिँ तपाईँहरूले पब्लिक जिम पनि देख्न सक्नुहुन्छ होइन। चाहिँ अब यहाँनिर किन आज जिम पनि गइनँ। एकदम आजको मर्निङ चाहिँ एकदमै स्लो मर्निङ थियो भएर ढिलो उठ्यो। जिम पनि गइएन। अलिकति जिउलाई चाहिँ रेस्ट पनि चाहिन्छ भन्ने हिसाबले चाहिँ आज म जिम गइनँ। त्यही भएर हल्का यहाँ पनाकतुनुक यहाँ चाहिँ यो ओपन जिम हो पब्लिकमा छ होइन। अब जिम हान्छु। हाम्रो सुलु पनि छ आज यहाँनिर हामीसँग। सुलु चाहिँ हामीसँग जहाँ जाँदा पनि छुट्दैन होइन। यसलाई पनि हल्का घुमाउनु पर्यो। घर बस्दा बोर हुन्छ होला। अनि यो त मलाई देखाइरहेछ त। गाइस अब खतरा जिम हान्न जाँदैछु यहाँनिर पार्कमा। क्याप खोल्दाखेरि चाहिँ अस्ति नै पुरा कपाल यस्तो उफ्री नाच्यो नि त होइन। त्यही भएर आज चाहिँ क्याप लगाएर आएको। अब चाहिँ हामीले यहाँ आएपछि जिम हान्नै पर्ने हुन्छ। हामी जिमर हो क्या। अब जहाँ देख्यो त्यहीँ सुरु हो क्या। खाने मुखलाई जुङ्गाले छेक्दैन क्या गाइज। यो के हो? जहाँ बस्यो दिइहाल्यो कि यसको काम चाहिँ के हो यो खास? यत्रो जिमर भन्छ कि दादा। अनि कहाँ जिमर भन्यो पनि यो अनि मलाई कहाँ थाहा हुन्छ त? यो चाहिँ अब जे भए पनि हो। अब हामी यो भएन यो मलाई आएन। तुमसे ना हो पाएगा। यो चाहिँ टिप्स रहेछ। कहाँ 2 लाखबाट सुरु गरेको 3 लाख छ।
सुरु चाहिँ 1000बाट गऱ्यो भने 1004 हो, लाखबाट सुरु गऱ्यो भने लाख त्यति नै हुन्छ होइन। जतिबाट सुरु गर्यो त्यति हुने हो क्या यस्तो। ए यो चाहिँ के रहेछ, स्क्वाड रहेछ यसको चाहिँ। यस्तो हो फेरि यस्तो गर्ने अड्किन होला नि भित्र। पोजिसन चाहिँ यस्तो हुनुपर्छ है, छाती माथि हिँड्दा गाइस मेरो चाहिँ अति आवाज भाँसिरहेछ कि। कहाँ भाँसिनु, मेन क्या तिम्रो मेन माइकै तिमीसँग छ। होइन मेरो यो आवाज चाहिँ फेरि मैले किन बोलेको भन्दाखेरि मान्छेलाई एक्जाम्पल दिन नि, जिम गर्दा बोल्नु हुँदैन नि। अच्छा हमको सिखा रिया है। पछाडि ब्याक सोल्डर प्रेस हो यो। गरौँ यो प्रेस भइसक्यो। यो यस्तो छ है। ल यहाँ आएर चाहिँ पुरै फ्री है, फ्रीको जिममा मजाले यसरी जिम गर्न सक्नुहुन्छ तपाईँले। हामी चाहिँ यस्तो दामी गार्डनमा आइरहेको छौँ, पार्कमा। थ्याङ्क यू भेरी मच। यो चाहिँ टिकटकमा हाल्नु क्या, हिँडेको भिडियो स्लो मोसनमा हिँड्नु न, हिरो जस्तो तपाईँ पनि। राक्षस समाल जस्तो हिँड्नु, राक्षस समाल जस्तो हिँड्नु। आज चाहिँ घामले पनि कडै साथ दिएको छ। यहाँ हाम्रो छिमेकीहरू साइकलमा जाँदै हुनुहुन्छ। आज चाहिँ घाम चाहिँ भरपुर लागेको छ, तर अब दिएको छ हामीलाई घामले है साथीहरू। ल है ल पुरै चस्मा त लगाइसक्यो, घाम सहन नसकेर। घाम सहन नसकेर भन्दा नि यो चस्मा चाहिँ को पनि हेर्न चस्मा लाउन चाहिँ फेरि एकदम कुर्नुपर्छ। बल्ल बल्ल घाम लागेको भएर बहिनीको चस्मा चाहिँ घरमा चुप आएर बसिदिइरहेको थियो। चस्माले पनि न्याय पायो। जस्टिस फर चस्मा, से नो टु डेनमार्क। हामी चाहिँ त्यस्तो भन्दैनौँ है गाइज। फेरि म से यस टु डेनमार्क पनि भन्दिनँ, से नो टु डेनमार्क पनि भन्दिनँ होइन। महावीरपुन टाइपको है म चाहिँ। फेरि नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। यहाँनिर चाहिँ हाँस पुरा पौडी खेलिरहेछ है। त्यो हाँस पनि नेपालतिर भएदेखि चाहिँ लगेर भुटभाट पारेर खाइदिइसक्थ्यो होला। अहिले चाहिँ हाँस चट्ट लाएर हाँस पौडी खेलिरहेको छ होइन। यो हाँसहरू पनि सबै के चिजले प्रोटेक्टेड हुन्छ अरे, पक्रेर लग्यो भने चाहिँ थाहा पाउँछ अरे भनेर मान्छेहरूले। त्यही भएर डरले पनि खाँदैनन् होला होइन। अब हाँसै खाना त के मरिजानु त भनेर पनि होला होइन। आज चाहिँ दामी नै घाम लाग्यो होइन, छुट्टी प्लस घाम। यही हो दसैँ भनेको चाहिँ। मैं क्या करूं फिर, जॉब छोड़ दूं? कोर्स दसैँ त नेपालमै हुन्छ होइन। यहाँ चाहिँ दसैँ चाहिँ मलाई चाहिँ यस्तै क्रिसमसको छुट्टी, इस्टर ब्रेक यस्तैहरूमा सबै मान्छेहरू पनि, किनभने जतिखेर जहाँ जेको माहौल हुन्छ र त्यसकै रमाइलो हुने रहेछ होइन। नेपालमा दसैँ हुँदाखेरि यहाँनिर धमाधम काम भइरहेको हुन्छ, छुट्टी पनि हुँदैन। अनि यहाँनिर फेस्टिभ फिल पनि गरिरहेको हुँदैनन्, किनभने छुट्टी हुँदैन, सबै काम रसमा होइन। हतार हतार टिका लगायो भाग्यो। पुरा दसैँ जस्तो चाहिँ अहिले छ। अब मान्छेहरू सबै केटाकेटीहरू सबै पार्कमा निस्केका छन्, मान्छेहरू घुम्न निस्केका छन् होइन। बल्ल तल्ल 3-4 महिना लाग्ने घाम हो, त्यो दामी छ। अहिले चाहिँ हामी पार्कमा आइसकेका छौँ होइन। पार्क एकदम बिजी छ अहिले, सबैजनाको छुट्टी छ। पब्लिक होलिडे इस्टरले गर्दाखेरि पार्कमा एकदम बिजी छ। बच्चाहरूको हल्लाखल्ला पनि आइरहेको छ। सो गाइस अहिले चाहिँ हामी एकदम पार्कमा बसिरहेका छौँ होइन।
तन्ना अस्ति लास्ट टाइम जुन तन्ना ओछ्याएर खाने प्रोग्राम थियो त्यो सफल हुन सकेको थिएन। त्यही भएर आज चाहिँ अलिकति घामले राम्रै साथ दिइरहेको छ। त्यही भएर अहिले चाहिँ हामी तन्नामा बसेर चाहिँ खाना खाने प्रोग्रामहरू गर्दैछौँ। अहिले सुलु पनि यहाँनिर डुलिरहेको छ। सुलु पार्कमा डुलु डुलु गर्दैछ। नेपालमा पहिला पहिला के भन्छ हामी त्यो केटाकेटी हुँदाखेरि पिकनिक जान्थ्यौँ नि। कसले के लिएर आउने कसले दाउरा लिएर आउने, कसले घिउ लिएर आउने, तेल लिएर आउने। चाउचाउ र अन्डा पकाएर खाएर हुँदैन कहिले एउटा चाहिँ मेन लिडर हुन्छ नि दादा अर्गनाइज त्यो त अर्गनाइजर भइहाल्यो नि। मेन हो त्यो हल्का यताउता पैसा उठाउने अनि त्यसबाट नाफा खाने पनि त्यही हो टिमको मेन। त्यो खासमा सुरुमा पिकनिक खाने कार्यक्रम चाहिँ प्लानिङ चाहिँ देउसी खेलादेखि हुन्छ। अनि उसले अर्गनाइजरहरू भट्याउने पनि त्यही हुन्छ। त्यतिखेर हल्का घुस खाने पैसा घुस खाने पनि त्यही हुन्छ। अनि पिकनिकमा घुस खाने पनि त्यही हुन्छ। तर अब त्यस्तो मान्छेहरूलाई पनि राम्रै मान्नुपर्छ, किनभने तिनीहरूले त्यति नगरेसम्म घुस खाएर भए पनि कमसेकम लग्छन् होइन। हाम्रो चोरीको पहिलो सुरुवात पनि त्यही पिकनिकबाटै हुन्छ होइन। कहिले तेल चोर्नुपर्छ, दाउरा चोर्नुपर्छ, के चोर्नुपर्छ होइन। योपालि चाहिँ हामी फेरि केही नचोरिकन सबै घरबाटै लिएर आएको है। घरबाट पहिला पनि चोर्ने त घरबाटै हो, बाहिरबाट डकैत गर्ने काम त हामी खासै गर्दैनौँ होइन। आज चाहिँ हामी आएको लगभग कति 10-15 मिनट भयो होला। सुरुमै ह्याप्स थुर्न लागेको होइन, किनभने अहिले एकैछिनमा कोपनहेगनको मौसमको चाहिँ खास भर हुँदैन होइन। एकैछिनमा अहिले जे पनि हुनसक्छ यहाँनिर। पानी गर्ल्सहरूको मुड स्विङ्स जस्तै हो होइन। त्यसमा पनि प्रकृति श्रेष्ठको जस्तै हो मेन चाहिँ। त्यही भएर यहाँको कोपनहेगनको वेदरको मुड स्विङ्स जतिखेर पनि हुनसक्छ। त्यही भएर सुरुमै ह्याप्स थुर्दिहालौँ भनेर चाहिँ आज चाहिँ हामी आउने बित्तिकै पहिला झ्याम हानिदिने हो, त्यस पछाडि मात्रै अनि हामी घुम्न निस्किन्छौँ। अहिले चाहिँ पहिला अब ह्याप्स नै थुर्नुपर्ने हुन्छ है। उहाँ चाहिँ हाम्रो क्यामराम्यान, हाम्रो प्रोफेसनल क्यामराम्यान हुन्छ प्रकृति श्रेष्ठ। उहाँ चाहिँ हामी जे पनि उहाँले जुगाड कसरी गर्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। उहाँले जुत्तामाथि चाहिँ क्यामेरा अड्याएर टाइम ल्यापस खिच्दै हुनुहुन्छ होइन। लास्टमा रिकिटबाट नै तिनीहरू बिर्सेछ अनि बले ब्रो भने जस्तो चाहिँ नहोस् होइन। पहिला चाहिँ हामी खाना खानुभन्दा अगाडि कता प्रकृति भनेको तिमीलाई भनेको होइन नि, यसो कता केलाई देउतालाई चढाउँथ्यौँ भने अहिले चाहिँ सोसल साइटहरूलाई चढाउनको लागि हल्का भिडियो लिन खोजेको होइन। तर स्न्याप चाहिँ खासै गतिले चाहिँ आएन। त्यो पनि अब हामीसँग चाहिँ के छ भन्दाखेरि चारपट्टि धेरै कुरा छ। चाउमिन हामीसित चाउमिन अनि यस मलाई चाहिँ यसैले हुन्छ होइन। म चाहिँ फ्रुट्सबाट सुरु गर्छु होइन। सबै कुरा चाहिँ हामी चाहिँ मुख बाङ्गिने गरी मुखबाङ चाहिँ गर्दैनौँ। यस हेल्दीबाट सुरु गर्छौँ। अब चाहिँ हामी खाएको ल यस चटपटे उसिसकेको छ। चटपटे उसिएपछि चाहिँ फेरि खासै मजा आउँदैन। त्यही भएर अब चाहिँ चटपटी थुर्नुपर्ने हुन्छ। मौसम चाहिँ आजको लास्टै ब्राइट छ है। कोपनहेगन चाहिँ अति नै ब्राइट देखिएको छ आज। मेरो अनुहारको चमकले हो कि होइन। त्यो पहिला भयो नि एउटा भ्याक्सको भिडियो हेरेको थियो, भ्याक्स इज अ ब्याड बोय भन्ने। लन्डनको एउटा भ्याक्स ह्यान्डसम हुनुको पनि लिमिट हुन्छ भन्ने थियो नि एउटा। कस्तो कहाँ झारपात त्यतिखेर त्यो लास्टै भाइरल भिडियो हो त्यो। तिमी त्यतिखेर जन्मेको थियो, जन्मेर अहिले चाहिँ हाम्रो कोपनहेगनमा चाहिँ ठ्याक्कै ह्याभिङ गुड टाइम भइरहेछ है। मिस्टर बिस्टलाई रेफरेन्स गर्दै फेरि कन्टेन्ट चोर्यो भनेर गाली आउला। गाली त कसले गर्छ र। लगभग 4-5 भ्यू भन्दा आउँदैन। 4-5जनामा 3जना घरकै हुन्छन्। घरकोले तिनजनाले 30 चोटि हेर्दा पनि 100 पुग्दैन। 30 त्यहाँ 90 मात्रै हुन्छ। के अरे एउटा दादा चाहिँ त ह्याप्पी कन्ट्री डेनमार्क ह्याप्पी कन्ट्री त त्यसै भएको होइन रहेछ भनेर कस्तो छ अरे। अनि काममा जानु परेन त्यही भएर अरे। कसले भन्दैछ? त्योसम्म त ठिकै हो। सेनो टु डेनमार्क चाहिँ अति हो।
से नो टु सुलु भन्छौँ है हामी चाहिँ कहिले काहीँ झ्याप्पै हानिदिरहेको हुन्छ गाइज म चाहिँ फेरि लास्टै हेल्थ कन्सर्न मान्छे छु नि सुलु हेर्ने हो गाइस सुलु अस्ति बोका हेर्नु है आज सुलु हेर्नु अस्ति सुलु त बिचरा सुलुलाई लगाएर अनबक्सिङ गर्ने भनेको सुलु कारमा जाडोले झन्नै सासै लियो अनबक्सिङ गर्न पाइएन तर सुलु आज खासै डराएको छैन सुलु ह्याभिङ फन विथ प्रकृति श्रेष्ठ एन्ड 99 अदर मेरो चाहिँ चटपटे आयो जस्तो आएको जस्तै छ है गाइज किनभने मैले सुरु गरेँ फ्रुट्सबाट हामीलाई चाहिँ खासमा चाहिने भनेको के हो भने भात मासु भात ओ त्यो हो मासु भात भनेपछि मासुमा हुन्छ प्रोटिन टोइलेट त्यो त खाइसकेपछि कुरा भयो नि पहिला फाल्ने कुरा त त्यो फाल्ने पनि चाहिन्छ दाल भात तरकारी मासुमा हाम्रो सबै कुरा हुन्छ नि मासुमा प्रोटिन भयो प्रोटिन कार्बोहाइड्रेट फाइबर अनि अरू भिटामिनहरू मासु भात मात्रै बिहान बेलुका त्यही मात्रै खाएर नि म आनन्दले बस्न सक्छु अनि तिम्रो मासु भात फ्रुट्स भयो भने त तिम्रो लगभग तिमीलाई चाहिने माइक्रोन्युट्रियन्ट्सहरू सबै कुरा हुन्छ नि त माइक्रोन्युट्रियन्ट्स देखौ नि पुरो ब्याकग्राउन्डमा कता टुरिङ घन्टी गरिरहेछ त्यो त गर्नै पर्ने हुन्छ नि फेरि घन्टी त टुरिङ गर्नु पर्यो नि कोपरनेगनलाई के भनेर चिनिन्छ भन तपाईँ नि राष्ट्रिय स्वतन्त्र पार्टी हो र घन्टी भनेर चिन्छ तिमी फेरि घन्टी साइकलको सिटी भनेर चिनिन्छ क्या किनभने यहाँनिर चाहिँ त नयाँ भ्लगरहरू को नयाँ मतलब मान्छे पुरानै भ्लगरहरू हुन् यता कोपरनेगन पहिलोचोटि आउनेहरू चाहिँ पुरा दिइरहन्छन् नि धुवा जहाँ चाहिँ गाडीभन्दा साइकल बेसी हुन्छ विन्टरमा आउनुपर्ने मान्छे नै हुँदैन हाम्रोतिर त्यहाँनिर रुमतिर कोही मान्छे नै हुँदैन क्या यो ठाउँमा त जस्तो लाग्छ जाडो मलाई म त अहिले फेरि कामबाट फर्किँदा हेर्छु वरि सबै गफ गर्दै क्या नेपाल जस्तै कुरा काट्दै केटीहरूको एउटा ग्रुप पुरै क्या त्यस्तो पो हुँदो रहेछ म त मान्छे यहाँको मान्छे झन् डेन्जर कुरा काट्छन् नि कस्तो यहाँको मान्छे लास्टै कुरोटेहरू त्यो मतलब त्यो अलिकति टक्सिक पाराले चाहिँ काट्दैनन् टक्सिसिटीको लेभल चाहिँ अलिकति लो नै हुन्छ होला तर लास्टै काममा पनि लास्टै अगाडि मुखले ढिक्क पार्छन् लास्टै कुरोटे हुन्छ त्यो केटीले मलाई खिच्यो भनेर हाई गरेकालाई त्यसलाई खिचेको छैन वास्तवमा आज म एउटा के कुरामा कन्फ्युज भइरहेछ भने नि बहिनी यो तन्ना क्या यो तन्नाले वास्तवमा न्याय पायो कि न्याय पाएन घरमा नेपालबाट ल्याएको तन्नाले चाहिँ आज गिफ्ट हो यो गिफ्ट पार्कमा आएको छ होइन त्यही भएर जस्टिस फर दिस तन्ना लास्ट टाइम चाहिँ हामीले कोपरनेगनको घामले धोका दिएर पार्कमा बसेर खान सकेन होइन त्यही भएर आज चाहिँ हामी सुरुमै आएर खानासानाहरू दबाइसकेको छौँ अब चाहिँ म खाना खाइसकेपछि त पचाउनु पऱ्यो अघि चाहिँ त्यो चाहिँ वर्कआउट खाना खानु अगाडि थियो होइन पार्कमा अब चाहिँ खाना खाइसकेपछि म अब यहाँ टिम खेलेर चाहिँ मेरो खानालाई चाहिँ घटाउँदैछु होइन अलिक बिचमा बस्नु त मेरो यता टाउको तपाईँको ढाड जति सबै निको हुन्छ अब यहाँ A few moments later. यस्तो हो कि क्या भयो अब हल्ला जिन्दगीले फनफन घुमाइरहेछ त्यही भएर म जिन्दगीलाई फनफन घुमाउनुबाट रोक्दै म आफै घुम्दैछु उहाँले चाहिँ जिन्दगीले उहाँलाई घुमाउँदा गरेर अहिले चाहिँ जिन्दगीलाई नै उहाँले मुठीमा राखेर अहिले विश्राम गरिराख्नु भएको अवस्था हो यो मैले कन्ट्रोलमा लिइसकेँ क्या कन्ट्रोलमा लिइसक्नु भइसक्यो अब मेरो म्याच्युरिटी लेभल चाहिँ एकदम हाई भइसक्यो एकदम हाई छ है म्याच्युरिटी बचपना हो तपाईँ गइसकेपछि मात्रै देखिन्छ भ्युअर्स पनि तिमीहरू नै हुन तपाईँ हिँड्नु अहिलेसम्मको जति पनि आएको भ्युजहरू चाहिँ सबै अहिले जसले मलाई खिचिरहेको छ तिनीहरूकै हो होइन त्यही पनि देखाइदेऊ यहाँनिर के छ पार्कमा होइन देखाउन मात्रै सक्यो अरू केही गर्न सकिएन हेर्नुहोस् गाइस किसिमै रहेछ
पैसा पनि भइसक्यो होइन। अब बिस्तारो बिस्तारो जाडो पनि बढ्दैछ, भोलि पनि छुट्टी छ, भोलि पनि स्लो मर्निङ हुन्छ हाम्रो चाहिँ होइन। मेरो त छैन। तिम्रो काम छ? डबल पैसा होगा। भोलि चाहिँ मेरो चाहिँ एकदम स्लो मर्निङ हुन्छ होइन। म बिहान भन्दा पनि म 10 बजेतिर उठ्छु। 10 बजे उठेर भोलि चाहिँ जिम पनि जानुपर्छ। आजको यो पार्कको जिमले चाहिँ खासै काम गर्दैन होइन। त्यही भएर जिमको पैसा पनि असुल गर्नुपर्छ। हुँदैन, ट्याकेले मलाई घुमाएर तहस नहस बनाइसक्यो मेरो जिन्दगी। पनि मान्छेहरूले घुमाउनु त्यति नै, पिङले घुमाउनु त्यति नै, यसरी मलाई कतिले घुमाउँछ हो, घुम्नु पनि हुने जस्तो भइरहेछ। ल अब चाहिँ हामी ब्याक क्यामेराबाट चाहिँ यो हाम्रो घर नजिकै रहेको पार्क चाहिँ हामी देखाउँला अहिलेलाई चाहिँ। टाटा। हामी पार्कमा छौँ अहिले। खानपान सकाएर ग्रिनरी पुरै ग्रिन छ। यो ग्रिन चाहिँ एकदमै टेम्पोररी हो। ए गोदावरी फुल कस्तो मिठो बास्ना आउँछ। नर्मली त तिहारहरू आउने बेलामा फुल्छ क्या। तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। बहिनीले चाहिँ नेपालको यादमा पुरा फुल टिपेर बसिरहेछ। फोकस क्यामेराम्यान। फुले फुलको बगैँचामा मेरी माया होगी। बगैँचामा चाहिँ फुल होला है दादा? भन्नु न, बगैँचामा चाहिँ फुल होला क्या? फुले फुलको बगैँचामा मेरी माया होइन, बगैँचामा एउटा फुल क्या। क्यामेरामा हामीले क्याप्चर गर्न नसके पनि ठ्याक्कै यो कस्तो छ दामी भनेर चाहिँ हामीले देखाउन सक्दैनौँ होला। तर बहिनीलाई हेर्दा पनि थाहा हुन्छ कि टल्केको हेर न बहिनी तिमी। अहिले चाहिँ खासमा यो जुन यस्तो यो क्यामेराले सही खिचिरहेछ नि, तिमीबाट लाइट लिइरहेछ क्या, तिम्रो रिफ्लेक्ट भएर होइन। खत्रै दामी आएको छ। यस्तो छ। म पनि यस्तो हुने भयो क्या। अब मेरो चाहिँ एउटा हुन्छ नि, मेरो आफ्नै आइडेन्टिटी नै नहुने भयो क्या। घरिघरि म माइला दाई जस्तो साउन्ड गर्छु। विश्वमा फैलिएको पुलिसहरू जब सोध्छ नि माइलोडन कहाँ छ वान्टेड भनेर, हो त्यही माइलोडन हो, बुझ्यौ? कहिलेकाहीँ दामी मिठो मल्टी ट्यालेन्टेड त्यसै भन्छु भने त कसरी नै भन्नु। फेरि अब बुढेसकाल लाग्दै गयो कि यो प्रशंसा। तिमी जब बुढो हुँदै जान्छ नि, तिमी त्यो प्रशंसाहरूको झन् भोको हुँदै जाँदो रहेछ क्या। होइन, नर्मली तिमीले बुढाबुढी मान्छेहरूलाई तिमीले तारिफहरू गर होइन, एप्रिसिएटहरू गर, उनीहरूले नोटिसै गर्दैन। विचार गरेर हो नि। हो न, अब जस्तो तिमीलाई मैले तारिफ बहिनी कस्तो दामी देख्यो भनौँ भने दाइले कति चाटेको भन्ने हुन्छ नि होइन। तर बुढाबुढी मान्छेहरू नि बुढी भएर पनि कति मजा लिनु भएको हो नि नानी। हामी त पहिला पनि यस्तरी एकदम एउटा एज हुँदै गएपछि चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ है पर्सनल्ली होइन। जति तिमी सो गाइस अब चाहिँ लगभग बेलुका 7 बज्न लागिसक्यो अरे। धेरै जस्तो मोस्ट अफ द युरोपतिर चाहिँ यतिखेर चाहिँ बेलुकाको 7-8 बजीसम्म 9 बजीसम्म पनि उज्यालै हुन्छ होइन। अब चाहिँ यस्तो छ 7 बजिसके पनि अहिले उज्यालै छ होइन। समरभरि चाहिँ यस्तै नै रहन्छ। अहिले चाहिँ हामी अब घर फर्किन लाग्यौँ। एकछिन भए पनि पार्कमा आएर रमाइलो भयो। अघि आएको बाटो यो यतातिर छ। अहिले चाहिँ एकजना दिदी आउनुभयो साइकलमा सरेर। साइकल चाहिँ प्रायः यता देखि नै रहन्छ। अब चाहिँ यति भन्दै हामी चाहिँ घरतिर लागिरहेको अवस्था हो। मैले चाहिँ सुलु बोकिरहेको छु। त्यही अघिको हाँसवाला पोखरी हो यो। अघि हामी यतैबाट गएको हो। अहिले हाँसहरू चाहिँ कता चर्न गाउँ गएका छन् जस्तो छ। सो अब चाहिँ हामी कता जाँदैछौँ त? अब हामी घर वेलकम ब्याक टु होम होइन। वेलकम ब्याक टु माई च्यानल होइन। अब वेलकम ब्याक टु होम होइन। अब चाहिँ हामी घर जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। पटाउँदै हेरिदिनु भएको पनि धन्यवाद। हेर्दै नहेर्नेलाई पनि धन्यवाद।
तर जसले पनि नकटाइसम्म यहाँसम्म हेरिदिनु भयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। अब हामी फेरि अर्को भिडियोमा भेट्ने नै छौँ। Thank you so much guys. See you in the next video. Lots of love from Mr. K and Pandu Gang. Bye bye.